राम र गाउँलेहरू मिलेर अब त्यो शक्तिले लगाएको पूजामा ताण्डव मचाउन जाने हो भनेर नयाँ योजना बनाउँछन् र सबैलाई योजना मनपर्छ। रामको दिमागलाई चाहिँ मान्नै पर्यो भनेर तारिफ पनि गर्छन्। अनि रामले ल सबैजना भोलिको लागि तयारी हुनु है भनेर त्यहाँबाट जान्छन्। अब यता कालेश्वर बाबाको गुफातिर देखाइन्छ। कालेश्वर बाबाको गुफा साँच्चै नै राम्रो थियो। उनको एउटा जङ्गलको बिचमा छुट्टै बस्ती रहेछ। यता शिवलिङ्ग अनि जताततै पूजा गरेको ठाउँ, सानो कुटी, बिचमा हवन कुण्ड सबै थोक रहेछ। देख्दा पनि एकदमै राम्रो लाग्ने थियो। अनि अचानक कालेश्वर बाबा आफ्नो कुटीबाट बाहिर निस्किएर शिवजीको ध्यान जप गर्छन्। अनि त्यसपछि यता ध्यानमा बसेका थिए श्रुति र सिर्जना पनि उताबाट आउँछन्। अनि यसरी लाइट बालेर उनीहरूले हेर्दै गर्दाखेरि देखेर अनि चम्पा पनि एकदमै खुसी हुन्छन्। अनि त्यसपछि त ल अहिले भने कालेश्वर बाबा ध्यान गर्नका लागि आफ्नो कुटीबाट बाहिर निस्किसकेका रहेछन्। जाउँ जाउँ हामी सबैजना जाउँ, कालेश्वर बाबाको दर्शन पाइने भयो भनेर खुसी हुँदै उनीहरू जान्छन्। र अनि त्यो बाबाले बत्तीको घेरा बालेको भन्दा बाहिरैपट्टि चप्पल सप्पल खोलेर लुसुक्क लाएर गएर अगाडि लाइनमा बसेका थिए। अनि ती बाबा आफ्नो ध्यानमै व्यस्त थिए। उनले आँखा पनि खोलेका थिएनन्, उनीहरूले केही आवाज पनि गरेका थिएनन्। तर पनि त्यहाँ कोही आएर बस्यो भन्ने कुरा बाबालाई थाहा भइसक्छ। अनि ती कालेश्वर बाबाले त यहाँबाट 500 मिटर पर रामटार भन्ने ठाउँमा हराएका 9 जनाको खोजीका लागि लीलामणी नाम गरेको मान्छेले बाटो देखाइदिएपछि तिमीहरू यहाँ आएका हौ, तिमीहरू 3 जना महिला हौ, तर तिमीहरू 3 जनाको ज्यान एकदमै सङ्कटमा छ भनेर ती कालेश्वर बाबाले उनीहरूको बारेमा सबै कुराहरू भनिदिएका थिए। हो हजुर, हो ठ्याक्कै मिल्यो बाबा, हजुरले भनेको कुरा एकदमै ठ्याक्कै मिल्यो। ल अब भनिदिनु पर्यो, ती 9 जना मरेका छन् कि छैनन्, तिनीहरूको आत्माले हो कि होइन हामीलाई दुःख दिएको भनेर यस्तै यस्तै कुरा गर्छन्। अनि त्यसपछि त ती बाबाले तिनीहरू चाहिँ आत्मा होइनन्, मेरो ध्यान दृष्टिले हेर्दाखेरि तिनीहरू त मान्छे हुन् जस्तो लागेको छ भन्दाखेरि सृजनाले यो त हुनै सक्दैन, यो कुरो मिलेन भनेकी थिइन्। ती बाबा त रिसाएर झ्याप्प आँखा खोल्छन्। अनि त्यसपछि त सृजनाले होइन तिनीहरू त हामीले मारेका 9 जना मान्छेहरू 9 को 9 नै छन् भनेर यस्तै कुरा गर्दाखेरि ती बाबाले अब मेरो ध्यान दृष्टिले जे देख्यो मैले त्यही भने, अब मान्नु नमान्नु तिमीहरूको कुरा भन्छन्। अनि त्यसपछि त मैले भने नि तिनीहरू भूत होइनन्, तिनीहरूले बदला लिनका लागि रुष्ट भएर बसेका मानिसहरू मात्रै हुन् भन्दाखेरि चम्पाले पनि होइन बाबा होइन, तिनीहरू त भूतै हुन्, अब यो कुरा छोडिदिनुस्, अब हामी ती भूतबाट कसरी उम्किने त, कसरी मुक्ति पाउने भन्ने उपाय दिनुस् हामीलाई, हामीलाई त्यति उपाय दिए भए पुग्छ भनेर उनले भनेकी थिइन्। अनि त्यसपछि त ती बाबाले मध्यरातमा झाँक्री राखेर 108 बत्ती बालेर पूजा गरे भने ती भड्किएका आत्माहरू आफै ठेगान लाग्छन्। तर मेरो ध्यान दृष्टिले चाहिँ तिनीहरू आत्मा होइनन् मान्छे नै हुन् भन्छ। भन्दाखेरि श्रुति फेरि बाठी भएर तपाईँको ध्यान दृष्टिले के देख्छ के देख्दैन भन्ने कुरा छोडिदिनुस् न, हामीले त त्यो पूजा लगाउने नै हो, बरु केही उपाय छ अरू पनि भने हामीलाई भनिदिनुस् भन्दाखेरि तिनीहरू मान्छे नै हुन् के भनेर ती बाबाले पटक पटक भन्छन्। तर ती सृजनाले पनि अब हामी पूजा लगाउँछौँ है, ल बाबा तपाईँको जय होस् भन्छन् र उनीहरू खुसी हुँदै त्यहाँबाट जान्छन्। अनि ती बाबा चाहिँ आफ्नै ध्यानमा व्यस्त हुन्छन् के अब यिनीहरूले बाबाको कुरामा विश्वास नगर्ने नै हुन् त, बाबाले त सिधा सिधा खुलस्त रूपमा सबै सत्य सत्य कुराहरू भनिदिएका छन्, हुन त उनीहरूले मानिरहेका छैनन्, हामीले जसरी भए पनि पूजा लाउने हो भनिरहेका छन्, खोइ अब तिनीहरूको पूजाको के फल पाउलान् र। अनि भोलिपल्ट बिहान श्रुति सृजना र चम्पा त धमाधम टपरी लाउँदै थिए। राम आइपुग्छन्। अनि के हो यहाँ त बिहान बिहान है सालको टपरी गाँच्न पो थालेका छौ त, कसको बिहे हो कि सृजनाले बिहे गर्न थाली भन्दाखेरि के को सृजनाले बिहे गर्न थाल्नु नि, ती मरेका मान्छेहरू छैनन् 9 जना हो तिनीहरूको बिहे गर्न थालेको नि। अब आज राति 12 बजे तिनीहरूको पूजा गरेपछि ती भड्किएका आत्माले शान्ति पाउँछन् अरे, त्यही गर्न लागेको भनेर श्रुतिले सुनाउँछिन्। अनि सृजनाले पनि अब हामीले त्यसरी उनीहरूको पूजा गरिसकेपछि अनि कसरी डराउन दिँदा रहेछन् हेरौँला नि भन्छन्। अब आज हामीले त्यसरी झाँक्री राखेर छमछम नचाएर पूजा गरेपछि बल्ल त्यो आत्माले शान्ति पाउँछ, अनि त्यसपछि हेरौँला कसरी डराउन दिँदो रहेछ भन्दै थिइन्। अनि चम्पाले पनि त्यही त नि, अब आजबाट आत्माको डर सबैका लागि खतम हुनेछ। अनि आत्माको डर खतम भएपछि दुर्गा आमा र मुनाको खोजी कार्य तीव्र रूपमा अघि बढाउनु पर्छ। अनि त्यसपछि मुना र दुर्गा आमा दुवैजनाको खोजी गरेर मुनासँग बिक्कीको बिहे धुमधामले गरिदिने हो, आजको पूजामा त पनि सामेल हो भनेर चम्पाले भनेकी थिइन्। अनि रामले म चाहिँ किन सामेल हुनु नि, न मैले गाउँलेहरूलाई मारेको, न मलाई ती आत्माहरूले दुःख दिएका छन्, न मलाई केही मुक्ति पाउनु छ, न केही पाउनु छ, न केही पाउनु छ, तिमीहरूको पूजामा तिमीहरू नै सामेल भऊ, मलाई सामेल हुनु छैन भन्छन्। तर तिमीहरूले पूजा गर्दाखेरि चाहिँ अलि विचार गरेर पूजा गरायो है, पहिल्यै तिमीहरूले आत्मासँग दुश्मनी लिइसकेका छौ, फेरि तलमाथि केही विधि पुगेन भने चाहिँ आत्माहरूले धेरै दुःख दिन्छन् नि भन्दै रामले उनीहरूलाई सम्झाइ बुझाइ गरेर गएका थिए। उनी गइसकेपछि सुर्ती फेरि खेसखेस खुसखुस गर्दै त्यही आत्मा
भड्किएका आत्माहरूलाई राम्ररी तल लाउने भनेर त यसरी विधिवत रूपमा हामीले पूजा गर्न लागेका छौँ त झाँक्री बसालेर यति ठुलो पूजा गर्ने हो भन्ने कुरा यसलाई के थाहा भन्छन्। अनि चकमन्न रात हुन्छ अनि रात परेको बेलामा त त्यो रामको कटेरो ज्वालेको थियो नि त हो त्यहाँनिर त गाउँलेहरू सबैको फोटो लस्कारै राखिएको थियो अनि त्यहाँ माला लगाइएको थियो अगाडिपट्टि धेरै धेरै दियोहरू बालिएको थियो अनि त्यहाँ अलि पर वरिपरि त्यो शक्तिका गुण्डाहरू शक्ति बिक्की चम्पा श्रुति सिर्जना बसेका थिए अनि यतापट्टि चाहिँ झाँक्री बसेर ढ्याङ्ग्रो ठटाउँदै थिए बाँसको जग्गे जस्तो पनि बनाएका अनि त्यसैको मुनि गाउँलेहरूको फोटो त्यसरी राखिएको रहेछ अनि त्यसपछि ती झाँक्री हल्लिँदै ढ्याङ्ग्रो ठोक्न थाल्दै गर्छन् अनि ती झाँक्री त ढ्याङ्ग्रो ठोक्दा ठोक्दै एकदमै जोसिन थाल्छन् अनि बेसरी जोसले ढ्याङ्ग्रो ठोक्दा ठोक्दै त उठेर ढ्याङ्ग्रो ठोक्दै त्यो जग्गे पुरै घुम्छन् अनि त्यहाँ बसेर पनि धेरै बेरसम्म हल्ली हल्ली ढ्याङ्ग्रो ठोक्छन् अनि ती झाँक्रीले चाहिँ ल ती भड्किएका आत्माहरूलाई मैले खाल्टोमा हालेर बाँधिदिएँ अब चाहिँ पूजा गर्ने बेला पनि भयो कालो बोको र भालेको तयारी गर्नु छै भनेर उनले झ्याङ्ग्रो ठटाइरहँदा त अलि परपट्टि त्यो खाल्टो थियो नि हो त्यो खाल्टोको वरिपरि त झ्याप्प आगो बल्छ चारतिर यसरी अचानक आगो बल्दाखेरि त त्यहाँ भएका सबैजना एकदमै अचम्म मान्छन् पनि डराउँछन् पनि अनि त्यही आगो बलेको देखेर उनीहरू डराउँदै थिए यत्तिकैमा त त्यो खाल्टो भित्रबाट त एकजना एकदमै डर लाग्ने त्यही भूत बनेका गाउँलेहरू मध्येको एकजना चाहिँ बाहिर बिस्तारै बिस्तारै निस्किन्छ अनि हातमा मोमबत्ती पनि थियो यसो हेर्दाखेरि यिनी कमला हुन् कि जस्तो लाग्यो है अनि त्यसरी कमला निस्किएपछि त उनको पछि पछि अरू दुईजना पनि निस्किन्छन् यसरी त्यो खाल्टोबाट भूत निस्किएको देख्दाखेरि तिनीहरूको त सातै गइसकेको थियो त्यो ढ्याङ्ग्रो ठोकेको झाँक्री पनि हेरेको हेरै हुन्छ अनि त्यसपछि त बिस्तारै बिस्तारै एक दुईजना गर्दा गर्दै सबै गाउँलेहरू त्यहाँबाट निस्किएका थिए त्यसपछि त तिनीहरूको भागाभाग हुन थाल्छ तछाड र बछाड गर्दै को पहिला बाहिर निस्किने को पहिला भाग्ने भनेर त्यहाँबाट त उनीहरू कुले लाम ठोकेर भाग्न थाल्छन् अनि अझ के काने अब आत्मालाई बाँधिदिए भनेको झाँक्री त आफ्नो धोती स्याहार्दै त्यो ढ्याङ्ग्रो लट्ठी पनि त्यहीँ छोडेर धोती समाउँदै गुल्टुङ र पुल्टुङ हुँदै झन् पहिला भाग्न थाल्छ यसरी उनीहरू भागिसकेपछि गाउँलेहरू चाहिँ सबैजना त्यहीँ लस्कारै लाएर उभिएका थिए अब उनीहरू यहाँबाट त भागेका छन् कि अब शक्तिले आफ्नो हार स्वीकार गरेर गाउँै छोडेर भाग्ला त तर यतिकै सजिलै गाउँ छोडेर गयो भने त फेरि शक्ति यो गाउँमा फर्किएर आउने निश्चित छ त्यही भएर अब चाहिँ शक्तिले त्यतिकै जान दिनु हुँदैन अब सबैजना मिलेर छिटोभन्दा छिटो यसलाई कारबाही गर्नुपर्छ भन्ने को हुनुहुन्छ आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक च्यानल सब्स्क्राइबका साथै बुहारी सिरियल तपाईहरुलाई कतिको मनपर्छ कमेन्टमा त्यो पनि भन्नुहोला।